कुन भिटामिन हुन्छ अरे आलुमा? सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भ्लग। र आजको भ्लगमा तपाईँहरूलाई एकदमै धेरै स्वागत छ। र आजको भ्लग चाहिँ के हो भनेर टाइटल पढेर तपाईँहरूले थाहा पाइसक्नुभयो होला होइन। आज त्यही पनि म भनिदिन्छु, आज चाहिँ हाम्रो रोपाइ हो। त्यही भएर आज रोपाइको भ्लग होइन, रोपाइ भ्लग। र म चाहिँ अहिले इलामबाट आएको, इलामबाट किनभने मेरो क्लास हुन्छ बिहान, क्लास सकेर यता अब यहाँ पर खेत गएर चाहिँ यता काम गरेर बेलुका मात्र घर जान्छु म चाहिँ। त्यही भएर यहाँनिर बाइक राखिसकेको छु। खेत चाहिँ यहाँ पर छ गाइजहरू होइन। र सो म यहाँ परतिर छ खेत। अनि आज रोपाइको फुल भिडियो हेरिदिनु होला। अनि त्यसपछि जसले मेरो युट्युब च्यानल सब्सक्राइब गरिदिनु भएको छैन प्लिज सब्सक्राइब गरिदिनु होला होइन। यति नभनिकन चाहिँ तपाईँहरूले सब्सक्राइब पनि नगरिदिनु हुने रहेछ। त्यही भएर प्लिज मेरो युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला। गरिदिनु भएको छैन भने होइन साथ सपोर्ट दिनु होला गाइड्सहरू होइन। जे जस्तै अब अलिअलि भ्लग त्यस्तो राम्रो बनाउनु नसके पनि सकेसम्म जस राम्रो बनाउने कोसिस गर्छु गाइड्सहरू। म चाहिँ यहाँनिर भर्खर आइपुगिसकेँ, अलिक ढिलो भयो। त्यहाँबाट आइसक्नु भयो कि छैन। अनि खाना पनि खाएको छुइनँ। खाना चाहिँ यहाँ घरदेखि नै झारिदिन्छु भन्नुहुँदै थियो, त्यही भएर खाना पनि खाएको छैन। अब गोठ गएर खानासाना खाने अनि काममा लाग्ने गाइड्सहरू। अब चाहिँ म त्यहाँ बाइक राखेर जाँदैछु। मार्गीले चाहिँ एकदम साह्रो पारिरहेको छ मलाई चाहिँ। 1 हप्ताभन्दा बढी भइसक्यो होइन मार्गी लागेको, तर पनि निको भएको छैन। दबाई खाइरहेको छु, खाना चाहिँ निको भएको छैन। निको हुन्छ होला बिस्तारै। त्यही पनि काम गर्नुपर्छ गाउँघरमा। अनि तपाईँहरूले रोपे नगर्नु हुने, खेत रोप्नु हुनेहरूले चाहिँ होइन हेरेर साथ दिनु होला। कस्तो लाग्छ भिडियो कमेन्ट गरिदिनु होला। केटाहरू चाहिँ अघि आएर काम थालिसकेछ होइन। यहाँ पर देख्नु सक्नुहुन्छ त्यहाँनिर त्यहाँ छ एकजना, अनि एकजना त्यहाँनिर छ ट्र्याक्टर जोत्दैछ एकजनाले। अनि एकजनाले चाहिँ पानी मिलाउँदै रहेछ। 2 जना मात्र आइरहेको रहेछ क्या घरबाट चाहिँ। र म पनि आइपुगिसकेँ, अघि काम थालिसकेछ केटाहरूले चाहिँ। र अब म पनि गएर खानासाना खाएर चाहिँ काममा लाग्छु। उहाँ आधी चाहिँ सकिसकेछ होइन, माथि ल्याइसकेछ जोतेर चाहिँ। अब खेतलाहरू आउनुहुन्छ अनि त्यहाँदेखि चाहिँ बाउसीहरू आउनुहुन्छ। अनि सबैजना आएर चाहिँ काम गरिन्छ आज चाहिँ गाइजहरू होइन। मन गोठ आइपुगिसक्यो होइन। र यहाँनिर चाहिँ मम्मीहरू आइपुग्नु भएको रहेन। मम्मीहरूले खाना ल्याइदिने हुने हो मलाई चाहिँ। र आज चाहिँ रोपाइ गर्ने खेत चाहिँ यही हो, देखि सक्नुहुन्छ। यहाँदेखि तलसम्म गर्नुपर्ने रोपाइ, यहाँ तलतिर यहाँ जोत्दै गरेकोदेखि पनि अझै तलसम्म गर्नुपर्ने हो हामी चाहिँ रोपाइ होइन। अनि अब एकछिन म मम्मीहरू आइन्जेल चाहिँ बस्छु यत्तिकै। अनि आएपछि खानासाना खाएर म पनि काममा लाग्छु। सो अहिले चाहिँ म यहाँ पर सामान ल्याउनु जाँदैछु होइन। सामान भनेको चाहिँ आज काम गर्दा खाजा होइन, खाजा ल्याउनु जाँदैछु। त्यता अहिले अटोबाट ल्याउनु हुँदैछ अरे त्यहाँ परतिरसम्म। त्यही भएर एक्लै हुनुहुन्छ अरे। अनि सबै सामान बोक्नु सक्नुहुन्न अरे नि त एक्लैले। त्यही भएर हामी म अनि बाङ्गा अनि त्यहाँदेखि यता आइस 3 जना जाँदैछौँ यहाँबाट सामान ल्याउनुको लागि। खाजा आजको खाजा ल्याउनु जाँदैछु। र बाङ्गाहरू चाहिँ त्यहाँ पर पुगिसक्नु भयो। र म बाइक चाहिँ यहाँ राखेको छु, अघि ल्याएर बाइक यहाँ राखेको छु। अब अटो चाहिँ यता आउँदैन नि त, किनभने यहाँनिर अलिकति बाटो बिग्रेको छ यताउति, अलिक अटो कुद्नु सक्दैन। त्यही भएर यता नल्याउनु भएको। यहाँ परतिर डाँडामा राख्नुहुन्छ अटो चाहिँ, त्यहाँसम्म आउँछ। र यतामा आउनु त आउँछ जसो तसो होइन। तर अब बाटो बिग्रेको कारणले गर्दाखेरि चाहिँ त्यो अटो बिग्रिनु सक्छ। त्यही भएर यता नलिएको। यहाँ देख्नुहुन्छ बेसी हाम्रो एकदम रमाइलो छ नि। बेसी रमाइलो त काम गर्नु चाहिँ गाह्रो हो। बेसी खोला देख्न सक्नुहुन्छ यता सामान। मल लुगा यहाँ पठाइदिनु भएको होला त। म चाहिँ मल बोक्दैछु गाइजहरू है। मैले चाहिँ मल बोकेँ। अनि दाजुहरूले अरू खाजाहरू बोक्नु भयो होइन। अनि
म चाहिँ यहाँ पछाडि छु क्या, साह्रो गरम रहेछ यो मल। म खेतमा हाल्नु पऱ्यो नि त रोपिसकेर, त्यसको लागि हाल्नु म। अनि पारी पुगिसक्नु भयो दाइहरू चाहिँ, ऊ पारी पुगिसक्नु, देखिँदैन पनि क्यामेराले। म चाहिँ मल बोक्दैछु। यसले ल्याइदिन्छ त, त्यसले पानी मिलाउँछ, त्यसले नै ल्याइदिन्छ। अब चाहिँ रोपाइ गर्न तर्फ लाग्यो गाईचरो होइन। रोपारहरू पनि आइसक्नुभयो, यहाँदेखि सक्नुहुन्छ सब रोपारहरू। यहाँनिर बिउ काट्नु हुँदैछ सबैजना। म चाहिँ आजको बाउसे यता मेन हली, यता हली यता हेरिदिनु। आजको मेन हली यता, अनि अर्को तल पनि हली हुनुहुन्छ। एउटा गोरु अनि एउटा मेसिन, र हाम्रो रोपारहरू चाहिँ यहाँ बिउ काट्नु हुँदैछ यहाँनिर। र हामी चाहिँ धमाधम काम गरेर आएको छौँ गाईहरू होइन। म चाहिँ घरिघरि भिडियो पनि बनाउँदैछु, किनभने भिडियो बनाइराख्नु पनि हुँदैन नि त। त्यही भएर हाम्रो काम गर्नेहरू चाहिँ यहाँ देख्न सक्नुहुन्छ, सबैजना काम गरिरहेको छ, रोप्ने रोपिरहेको छ। बाउसी गरिरहेको छौँ। यहाँ दाजु हाम्रो मल छर्ने अनि यता ट्र्याक्टर जोत्ने सबजना धमाधम। रोपाइ चाहिँ यस्तो हुँदैछ गाईचहरू। रोपाइ चाहिँ पुरा धमाधम भइरहेको छ है त। गङ्गटा एकदम यसले चाहिँ खेत बिगार्छ होइन। यसलाई चाहिँ मार्नुपर्छ गाईचहरू, यसले चाहिँ यस्तो दुःख दिन्छ नि खेतमा, फेरि यसलाई चाहिँ मार्नुपर्छ। मैले चाहिँ यहाँ भेटेँ होइन, यसो अगाडिबाट पक्रियो भने चाहिँ यसले चाहिँ अम्ला चुडी नै गरी चेप्छ है। गुड्डुडु कुदाउनु नि पुसै, गुड्डुडु कुदाउनु नि। कुद्दैन यो गोरु। अलिक लामो गरा हुनुपर्ने क्या त्यो कुदाउनु चाहिँ, हो र। चिया खाने टाइम भयो होइन गाईहरू हाम्रो चाहिँ सँग ल्याएर चिया। सबजना चिया खानुको लागि टक्कसँग ल्याएर बिस्तारै फाल्नु न। यो त छैन बनाएको चाहिँ, तल्लो चाहिँ हो। अलिक छिटो जोत्ने बेला भयो, अलिक छिटो जोत्ने बेला भयो। रोपारले पेलिसक्यो त अनि, रोपारले पेलिसक्यो त अनि। पुसैले अब गोरु हाँक्ने बेला भयो, गोरु हाँक्ने बेला भयो अब। त्यति चाहिँ रोपिसक्यौँ गाईचरू अहिलेसम्म होइन। तर चिया सिया खाएर लागेको अहिले। अनि फेरि त्यो कुकुर चाहिँ फेरि त्यहाँ पो पुगिन्छ। ओ अच्छा तालाहरू त्यहाँ पुगिन्छ। यहाँ हाम्रो रोपारहरू एकदम धमाधम गरिराख्नु भएको छ होइन। सक्नुहुन्छ तपाईँहरूले। ल दाजु तम्सिनु है फेरि। के गर्नु भएको सबै हिलो चाहिँ पल्लो छेउ पुऱ्याएर चाहिँ। उक्लिन्छ है अहिले, उक्ल्यो है अब, उक्लिन्छ है।
ए टेक्नु न चढ्नु न हौ माथि माथि कुदाइदिनु न अब भइहाल्छ त हौ ए खाल्टा बनाइराख्नुहुन्छ नि माथि माथि कुदाउनु न अब त्यो मिलाउनु न घुमेन यो माछाले यो हो क्या यो कमिला यहाँ हान्नु त भाउजू यहाँ हान्नु न माछा सानो चाहिँ टोक्दैन नि त अनि तीनटा मारिसके त कहाँदेखि चाहिँ पसेको त अनि हजुर को होला हौ खोइ तीनटा चाहिँ निकालिसक्यो जिउदेखि सानो टोक्दैन हो खोइ के कमिला किन मार्नु भाउ किन मार्नु भएको के खानु हुने अरे भाउजूले सोध्नु हुँदैछ त र त अनि राम्रै आउँदैछ आहा गर्दै खानु हुँदैछ भाउजू चाहिँ कस्तो चिया खाएको जस्तो खानुहुन्छ त जाँड पनि गुड गुड खानु न र त अनि भाउजूले सिकाइदिनु त एकचोटि खाएर सिकाइदिनु न कहाँ म चाहिँ खान्छु यस्तो म त यस्तो त बन्दा को चाहिँ खोइ भाउजूलाई नै थाहा होला कुन भिटामिन हुन्छ अरे आलुमा खोइ मेरो चिया म कालो छ त चिया आधी आधी खाऊँ न खोइ तेरो चिया अनि त्यो र यो त अनि मिल्दैन नि कालो न कालो बनाएको छ हजुर ए खोइ लु लगाउनु त के हो छैन झुठो त लगाएको भयो 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 यसले कडै लगाएको होला चिनी अब जाउँ खाजा खाइसक्नु भएन जाउँ आउनु खाजा पनि खाइसक्यो होइन अब एकचोटि गोरु जोत्ने हो कस्तो हुन्छ टक्कसँगले धाँदै लाउने हो गाई चरो अब पुसै यो सक्नु भएको
अनि सानो छैन त पानी त अनि पानी त के साह्रो हो मेरो फोन पक्रिदिनु ल एकछिन अब गोरु जोत्ने हो मलाई एकछिन ल यहाँबाट खिच्नु ल यी त सो गाइजहरू अहिले चाहिँ म बिउ बोक्नेमा परेको छु होइन रात पनि परिसक्यो 6:30 भइसक्यो जस यताको भाग चाहिँ सकेर मात्र जाउँ भनेर आधी खेतमा चाहिँ गइसक्नुभयो होइन घरमा काम हुन्छ नि त त्यही भएर आधी खेतमा चाहिँ गइसक्नुभयो र आधी चाहिँ यहाँ हुनुहुन्छ र गाडीमा जाने दुईजना हुनुहुन्छ रात परिसक्यो अहिले होइन त्यही पनि यताको अलिकति यो भाग चाहिँ सकेर जाउँ भनेर सबैजनाले गर्दैछौँ र यो बिउ बोक्दैछु म चाहिँ खेत हुँदैछ हिलोले यहाँनिर हो रात परिसक्यो बाङ्गा पुग्ने रहेछ कस्तो पुग्दैन हजुर यहाँ एक डोको छ कहाँ 10 आराम उठा धेर हुन्छ नि हौ हजुर अघि हेडसट खाइसक्नु भएछ उता फालिदिनु ल हजुर बिउ है तेरेका नछेर्नु न हौ फालिदिनु त बिउ फालिदिनु ए खै छोड्नु त बिउ फालिदिनु छ्यामा उता पुग्दैन रे यतिले अनि पर पुग्ने गाडी खोइ म फाल्छु होला हौ हजुर पुग्छ होला नि यतिले कहाँसम्म पछि अरे भाउज कहाँसम्म पछि अरे पुग्छ होला नि यतिले बिउ त अब होइन पुग्छ यतिले त हेर्नु त पछाडि त्यत्रो बिउ पुग्दैन र अब चाहिँ रोपे पनि सक्नु लाग्यो गाइजहरू होइन खोइ नि त यो उयो चाहिँ कसले पुऱ्याइदिने हौ कहाँ पुऱ्याइदिनु तल अनि अघि लागेर जानु नि यो नि उयो डोको लगेर जानु त तपाईँ
म त्यो लगिदिन्छु त्यहाँ डोको र तर कोदाली हजुर सक्यो त अब अर्को रोपेमा छ्यामा लानु म त यहाँ यस्तो छ सो गाइजहरू होइन आजको भ्लग चाहिँ म यहाँ इन्ड गर्छु आजको भ्लग कस्तो लाग्यो कमेन्ट गर्नु होला होइन अनि मेरो युट्युब च्यानल सब्सक्राइब गरिदिनु भएको छैन सब्सक्राइब पनि गरिदिनु होला साथ सपोर्ट दिनु होला होइन अब अर्को भ्लगमा भेटौँ र बाई बाई